समाचारमा हार्दिक स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरु माझ उपस्थित भइसकेको छु। सुरु गरौं आज दिनभरिका समाचारका शीर्षकहरुबाट। जेएनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई सरकारले निशुल्क वैदेशिक रोजगारीमा पठाउने। जेएनजी आन्दोलन जाँचबुझ आयोगको म्याद 1 महिना थपिन्छ। प्रधानमन्त्री प्रहरीमा अब दैनिक मूल्याङ्कन प्रणाली 9 बजे भित्र अङ्क सहितको विवरण हेडक्वार्टरमा। एमाले मतदान अपडेट 7 घण्टामा 720 मत खस्यो। युद्धग्रस्त सुदानको कोर्दोफानमा ड्रोन आक्रमणमा कम्तीमा 104 जना सर्वसाधारणको ज्यान गयो। नेपाल सरकार र एडबिबी सार्वजनिक वित्त व्यवस्थापन शुद्धिकरण सम्बन्धी ऋण सम्झौता। मन्त्री घिसिङबाट बर्दिया कैलाली जोड्ने दौलतपुर घाट पुलको शिलान्यास। आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वार हुन्छु डाक्टर शेखर कोइराला। ई सेवा लिमिटेडको 13औं वार्षिक साधारण सभा सम्पन्न। कारोबारसँग बढ्यो शेयर बजार। नेप्से 2625 अङ्कमा। कोशीमा 80% सवारी दुर्घटना चालककै कारण। ओली र लेखकलाई अर्को हप्ता बयानका लागि बोलाउने जाँचबुझ आयोगको तयारी। एमाले महाधिवेशन उम्मेद्वार धेरै हुँदा मतदान सुस्त। ढिलाइका कारण प्रतिनिधि असिन पसिन केही बेहोस। लालबन्दी बर्दिवास सडक खण्डको जंगल क्षेत्रमा एनसेलको सेवा विस्तार। दर्शकबिन तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।